दुईजना चोरहरू एक कन्भिनियन्स स्टोरबाट सामान चोर्दै थिए। त्यही बेला अचानक ठूला आवाजहरू आउँछन्। एकजना चोर कुनामा गएर हेर्छ। त्यहाँ उसले देख्छ अर्को लुटेरा स्टोर किपरलाई बन्दुक देखाएर धम्काइरहेको छ। ऊ तुरुन्त भागेर आफ्नो साथी कहाँ जान्छ र भन्छ, यहाँ लुटेरा आएको रहेछ, हामीले चाँडै भाग्नु पर्छ। तर अर्को चोर भन्छ, भागेर त के हुन्छ, यदि त्यो लुटेराले सबै सामान लिएर गयो भने हामी त पछि चोर्न पनि पाउँदैनौं। त्यसपछि उनीहरूले योजना बनाउँछन्। एक चोरले काउन्टरतिर स्केटबोर्ड फ्याँक्छ ताकि लुटेराको ध्यान त्यतातिर जाओस्। अर्को चोर पछाडिबाट लुटेराको नजिक पुग्छ। लुटेराको ध्यान बिथोलिँदा ऊ उसलाई धक्का दिई जमिनमा फ्याँक्छ। त्यसपछि अर्को चोरले तुरुन्तै लुटेराको बन्दुक उठाएर स्टोर किपरतिर फ्याँक्छ। स्टोर किपरले बन्दुक समात्छ र तुरुन्तै लुटेरालाई नियन्त्रणमा लिन्छ।